सो फिक्स्ड माइन्डसेट र ग्रोथ माइन्डसेट तपाईँ चाहिँ कुन क्याटेगोरीमा पर्नुहुन्छ र कुन कुन बिलिफलाई फिक्स्ड माइन्डसेटमा राख्नु भएको रहेछ भन्ने कुरा एनालाइज गर्नु है त यो भिडियो हेरेपछि। सो एउटा सिनारियो लिउँ, जस्तै 2 जना मान्छे छन् अनि 2 जनाले नै स्कुटर सिकिरहेको छन् रे। सो यो फर्स्ट पर्सनको चाहिँ के भयो भनेपछि स्कुटर चलाउन सिक्दाखेरि लड्यो है। अब यो फिक्स्ड माइन्डसेट भएको मान्छे हो, त्यही भएर उसको सोचाइ कस्तो हुन्छ, म त खाली लड्छु यार स्कुटर चलाउँदाखेरि, यार यो म स्कुटर त चलाउन कहिले पनि सिक्नै सक्दिनँ होला भन्ने हुन्छ है। आफूलाई लेबल लगाइदियो म सक्दिनँ। अब सेम सिचुएसनमा यो ग्रोथ माइन्डसेट भएको मान्छे चाहिँ कस्तो हुन्छ, लाइक लडेछु यार, अब म अहिले भर्खर लडेँ, के गरेर लडेँ होला, अनि अब नेक्स्ट टाइम नलड्न अथवा मैले स्कुटर पर्फेक्टली चलाउन सिक्न के गर्न सक्छु भनेर ऊ चाहिँ सल्युसन ओरिएन्टेड हुन्छ क्या, आफूलाई लेबल लगाइहाल्दैन है। द्याट्स वाइ हामीले पनि आफ्नो लाइफमा धेरै कुरामा लिमिटिङ बिलिभ्सहरू राखेको हुन सक्छौँ अनि कति कुरा फिक्स्ड राखेको हुन सक्छौँ लेबल। त्यस्तो केही छ भने चाहिँ आफ्नो सोचाइलाई चेन्ज गर्नु होला। इफ यु लाइक द मेसेज प्लिज लाइक दिस भिडियो अनि फलो गर्नुहोस्, प्लस कमेन्टमा पनि लेख्नुहोस् है त तपाईँको लिमिटिङ बिलिफ सिस्टम्स धेरै छ कि ग्रोथ माइन्डसेट छ भनेर है त। ओके, सी यु नेक्स्ट टाइम, बाई बाई।